हेलो हाई दर्शन नमस्ते के छ खबर कस्तो हुनुहुन्छ तपाईहरुलाई भन्नुहोस्। हाम्रो त यस्तै छ हेर्नुहोस्। अब हजुरहरु कोही इष्टमित्र आफन्तहरुले भन्नुहुन्थ्यो मलाई हैन त्यत्रो भिडमा गाडी चलाउँदाखेरि कता जाउँ यता जाउँ उता जाउँ कसो गरौँ के गरौँ हुँदैन भन्नुहुन्थ्यो के त। त्यस्तो हुँदैन, एकदम आफ्नो लिमिटले चलाउनु पर्छ भनेको थियो नि। हेर्नुहोस् ल कतिको भिडमा चलाइरहेछ, कतै जानु पर्दैन, एकदम सिधा आफ्नो बाटो लियो हिँड। ल हेर्नुहोस् त यसरी चलाउनु पर्छ। कोही भन्नुहुन्छ होइन तैँले गाडी चाहिँ कसरी सिकिस्, त्यस्तो विकट ठाउँको मान्छे यो ठाउँमा आएर भन्नुहुन्छ। अब सिक्नुको लागि त्यस्तै हो, आफ्नो आफ्नो रहरको कुरा पनि हुन्छ। सुरुमा रहर हुन्छ, एकदम अति नै रहर हुन्छ सिक्नुको लागि। त्यो सिक्नुको लागि एकदमै आफूले लापरवाही गर्नु भएन। लापरवाही गर्यो भने त्यतिले ज्यान पनि जान सक्छ है। र अहिले त्यस्तो अब लापरवाही नगरिकन एकदम सुरुमै अब मैले सिकेर अहिले हेर्नुहोस् हजारौं लाखौंको बीचमा मैले गाडी चलाइरहेको छु। र गाडी सिकिसकेर पनि अब गाडी चलाउँदाखेरि अब आफूले लिमिट भन्दा ओभर स्पिडमा चलाउनु हुँदैन, आफ्नो हिसाबले चलाउनु पर्छ। आफ्नो हिसाबले चलाएन भने ज्यान पनि त्यतिबेलै ज्यान पनि जान सक्छ। हेर्नुहोस् है, यस्तै छ मेरो भनाइ चाहिँ, सुझाव त्यही हो। अब यस्तो हजारौं लाखौंको बीचमा म एक्लो भएर हिँड्नुपर्छ कसरी? अब नेपालतिर त एकदमै फाँका बाटो हुन्छ, अनि धरानबाट भोजपुर जाने रोड पनि फाँका हुन्छ, काकरभिट्टाबाट उता इटेरी जाने पनि फाँकै बाटो हुन्छ। यहाँको हिसाबले त फाँकै हो मेरो लागि। अनि अब काठमाडौँ जाने पनि फाँकै हुन्छ, एकदम बाटो फाँकै हुन्छ, यस्तो भिड हुँदैन। कोही जाम भएको ठाउँमा हुन्छ। हामीले त एकदम यस्तो भिड भएको ठाउँमा चलाउनु पर्छ, स्पिडमा पनि। अब अहिले त अलिअलि जामै छ पानीले गर्दाखेरि, अगाडि ठुलो मोड छ त्यही भएर। अनि अब भिडमा एकदम चलाउनु पर्छ हामीले। तर भिडमा चलाइसकेको मान्छेले जुनैसुकै ठाउँमा पनि गएर चलाउन सकिन्छ। फाँका जग्गामा चलाएर आएर चाहिँ यस्तो ठाउँमा चलाउन चाहिँ सक्दैन। मैले धेरै ठाउँ विचार गरेको छु। अब फाँकामा चलाउने मान्छेले चाहिँ यस्तो ठाउँमा अलिक गाह्रै पर्छ। अनि त्यहाँबाट भिडभाडमा चलाइराखेको मान्छे बानी भइरहेको हुन्छ, फाँकामा पनि चलाएको हुन्छ, भिडमा पनि चलाएको हुन्छ। त्यो चाहिँ एकदमै कन्टिन्यू हात बसिसकेको हुन्छ र कतै पनि टच हुँदैन। र यस्तै छ मेरो सुझाव है गाइजहरु। तपाईहरु पनि अब गाडी सिक्दाखेरि एकदम लिमिटले आफ्नो हिसाबले चलाउनु पर्छ। गाडी सिके रहर छ, धेरै चलाउने रहर छ भनेर पहिले धेरै रहर हुन्छ, स्पिड चलाउनु मन लाग्छ। त्यो मन लाग्यो भने त्यो मनलाई मिच्नु पर्छ। आफ्नो हिसाबले चलाउने हो, लिमिटले चलाउने हो, नभए केही पनि कसै पनि केही हुन सक्छ है। त्यतिले ज्यान पनि जान सक्छ। र हिसाबले आफूले गर्नुपर्छ। ल हेर्नुहोस् बाहिरको दृश्य म देखाउँदैछु कति भिड रहेछ। ल यस्तै छ। ल हेर्नुहोस् पानी परिरहेको छ। पानीमा अझ डिस्टर्ब हुन्छ गाडी चलाउनलाई। पानी परेको बेला, पानी नपरेको बेला चलाउनु र पानी परेको बेला चलाउनलाई निकै फरक छ। अलग अलग हिसाब हुन्छ चलाउनुको। त्यस्तै छ। ल गाइजहरु धन्यवाद सबैजनालाई है। ल त बाई।